आज हामीले स्पेसल खाजा खान लागेको बहिनीले के बनाइदियो भने यस्तो स्पेसल खाजा बनाइदियो बिना आज पनि खाँदै हुनुहुन्छ उ खै बहिनीले खै त बहिनीलाई खै यो बहिनीको कोठामा आएको मेरो साइदी बहिनीको कोठामा हेलो हेलो भन न हेलो हेलो लौले छैन हेलो हेलो बेना खाटमा बसेर खाँदै हुनुहुन्छ खाटमा बसेर कहिले खानुहुन्न भने सुनेको थियो ए बेना के भयो होला हामीलाई बहिनी घरमा आएर यस्तो बनाइदियो लु थ्याङ्क यू सो मच एउटा मान्छे सुतिरहेको फेरि काख पाएपछि कति सुतेको अब मैं खाएँ ल गाइस खाएँ ल भन्ने मान्छेबाट भाइरल भएर त्यहाँ धेरै लाग्ने गरी थ्याङ्क यू सो मच आई लाइक